त्यस्तो गर्दै फाइनली कुम्चौत आइपुगे हामी। हाई एभ्रिवान, आज हामी बालुवाटार घुम्न जाँदैछौँ सबै फ्यामिली मिलेर। यता भने कान्छा बाइक हुँदैछ माथि जानको लागि। बौलाई पाराको एकछिन एस्लिन तारा त्यस्तो गर्दै हुन्छ यहीँ मिल्छ अहिले हेरौँ के अरे हेलमेट छ बाबु अगाडि। कान्छा खोइ हेलमेट गरे तारा खोइ कहाँ हो के कसरी मिल्छ के यसलाई? लगेला जान काले तारा मम्मी हेर यता हेर्दै तल स्कुल छ। बाख्रा चराउँदै उकालो हिँड्दैछ श्यामुल र श्यामुलको बाउ। एस्लिङहरू अगाडि 6 जनहरू नि अगाडि छ हौ। ल आइपुग्न लाग्यो हामी भ्यू टावर। यो देख्न सक्नुहुन्छ उहाँ पारी भ्यू टावर। यता छु म। घाम यस्तो चर्के हो कि अब खेतहरू धेरै गर्मी। आज धेरै गर्मी रहेछ। छाता ल्याएन पोल्यो यो घर। केराबारीहरू छ यता। एस्लिन एस्लिन पारी जाने बाटो के हो हिँड्दा हिँड्दा। यता छु म। भ्यू टावर आएको हामी बालुवा डाँडाको। आइपुग्नु लाग्यो अब बाँसगारी। आज एकदम घाम चर्क्या। हिजो शीतलै थियो आज घाम चर्क्यो के गर्नु हो।
टावर यता तलतिर केरेङ्गा खोला त्यो लाइनमा आउ भने के उयो देख्यो छजन छजन यता हेर्दै बाबाले फेरि उठ्न लगाइदिएछ हेलो एस्लिङ यता हेर ओ भाइ एस्लिङ त हिरो देखेछ हाम्रो एस्लिङलाई आज पर देख्न सक्नुहुन्छ त्यो डाँडा चाहिँ इलाम्चे डाँडा हो अनि यता पर देख्नुभएको रोड चाहिँ यता चाहिँ डेढगाउँ फुला पनि पुगिन्छ है पोखरा नि पुगिन्छ है यो बाटो चाहिँ अनि यता तल बस्ती छ पालो डाँडाको अनि यता तलतिर चाहिँ पर चाहिँ दलदले यता प्रगति नगर क्याम्प पनि देख्न सक्नुहुन्छ आर्मी क्याम्प पोखरी ताप अनि यता तल केरेङ्गा खोला यो तलको बाटो देख्न सक्नुहुन्छ हात्तीहरूको बाटो अनि यो तल रोड देख्नुभयो नि यो तलबाट हामी माथि टावर आएको भ्यू टावर यता पर चाहिँ शङ्खदेव वीरबार पर डढेर लागेको छ जङ्गलमा हो देख्न सक्नुहुन्छ राम्रो हरियाली जङ्गल यता केरेङ्गा खोला माथि साइडको फाइनली कुम्चौत आइपुग्यो है हामी चाहिँ कुम्चौतमा हामीले एउटा दुईटा फोटो क्लिक गरियो त्यसपछि हामी तलतिर लागे
Wait. 6. Itu mana hal tu pani? Itu pani udah hal pani itu, four hal. Udah hal pani lagi. Lagi ya pani lagi four ni. Nah hal itu tu. फाइनली आजको घुमघाम सकियो। हामी भने अब घर जान लागेको। ल यो भिडियोमा धेरै लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।